छोरीको रेफ लाइन हामी चाहिँ गाडीबाट उडेर हिँडेको व्हाइट गुम्बाको धाम हे गाइस वेलकम ब्याक टु माई मिनी ब्लग अनि आज चाहिँ हामी व्हाइट गुम्बा घुम्न आएको छौँ। व्हाइट गुम्बा चाहिँ यति धेरै भिडभाड रहेछ कि यति धेरै गाडी र मान्छेको त्यतिकै भिड रहेछ अनि हामी चाहिँ कसरी मन्दिरसम्म पुग्यौँ होइन कतिको मान्छे रहेछ मन्दिरमा चाहिँ भनेर चाहिँ देखाउँछु होइन हजुरहरू हेर्दै गर्नु होला। यदि आउनु भएको छ भने रेलमा हेर्नुहुन्छ आउनु भएको छैन भने यही भिडियो मार्फत हेर्नु होला अनि हेरेर मलाई सपोर्ट गरिदिनु होला है त। बनाऊ बनाऊ ल यहाँबाट बनाऊ हामी चाहिँ यति धेरै मान्छेको भिडभाडबाट माथि मन्दिरसम्म पुग्न सफल भयौँ अनि त्यसपछि चाहिँ त्यहाँ लामाहरू चाहिँ ध्यानमा बसिरहनु भएको रहेछ अनि हामी जाँदा चाहिँ ठ्याक्कै सकिने बेलामा भएछ अनि त्यहाँ लामाहरू निस्किन भयो है अनि सबैजना निस्किनु भयो कति धेरै कि यति मलाई लामाहरू यस्तो राम्रो लाग्छ कि यति धेरै मनपर्छ होइन अनि त्यहाँबाट चाहिँ हामी फेरि त्यो मन्दिर घुम्नलाई जाम भनेर गरेको त्यहीँ जाम भयो। अब चाहिँ हामी कसरी चाहिँ तलसम्म आइपुग्छ हेर्नु है त्यहाँ किन बस्नु भने तपाईँ
हामी चाहिँ त्यहाँबाट बल्ल तल निस्केँ अनि भाइलाई आइसकोला खानुपर्ने अरे आइसकोला बनाउन गएँ म चाहिँ अनि आइसकोला ल्याएर दिएँ भाइलाई अनि हामी चाहिँ त्यहाँबाट गयो होइन तल आएँ तल गेटनिर चाहिँ आम्मामा यति धेरै न गाडीलाई जाँदैछ न मान्छेलाई जाँदैछ हामी त अनि सर्टकटबाट वनतिर छोडेर आइदिएँ अरू मान्छेहरू पनि टन्नै हुनुहुन्थ्यो त्यो वनतिर हिँडिरहनु भएको अनि हामी चाहिँ यहाँबाट निस्क्यौँ लनखेलतिर आएर खासा खायौँ है अनि यतिमै हामी चाहिँ घरतिर फर्क्यौँ है आजको भ्लग यति नै मैले अरू भ्लग गरिनँ यतिमै बाई बाई भन्न चाहन्छु बाई बाई एभ्रिवान।